यस्तै हो बाटो भन्दैछ क्या गर्मी के भयो फेरि वाउ हेर त अबेलो दिदी बुझा त्यसै लाग्यो मलाई पनि तालले कहिले पुगेर आउनु हामी जा उ त्यो हातसम्म जा सजिलो हुन्छ यसले बिहान धेरै खाजा खायो क्या त्यही भएर सुजाताको प्रेसर आयो हुन्छ जस्तो छ आज अनमोल के भएको हो 1 आवर बाँकी छ अरे अब त अनमोल पनि खुसी खुसी हुँदैछ उसको पेन छ अनि अब 1 आवर पछि चाहिँ हामी पुग्ने फर्किन चाहिँ लास्टै मुस्किल हुने रहेछ अनि फर्किँदाखेरि चाहिँ हामी छिट्टो फर्किनुपर्छ है नानी ल अनमोल त दौडिन्छ आउँदा फर्किँदा त अहिले मात्रै हो हाम्रो अनमोल नदौडेको यिनीहरू के फोन पाइहाल्यो अन्त गयो फर्किनु हामी भेट्ने आँट गर्नेछौँ भेट्ने आँट सुरे नानी अब त राम्रो बाटो छ त सिग्री पप छिटो चलो हाम्रो साथीहरू कापिसक्यो आधा साथीहरू भुजीवाली मात्रै छ यहाँ कति गर्मी भएको छ अनि हाम्रो दिदी अनमोल चाहिँ अगाडि हामी चाहिँ खाजा खायौँ अनि यसरी हिँड्दैछौँ हाम्रो टोली यहाँ छन् सबैजना अघि चाहिँ हामीलाई छोडेर आएका थिए पापिनीहरूले अहिले चाहिँ यहाँ छन् मेरो बहिनीहरू मेरो खोइ यता हेर्दै हेलो हेलो यस्तो यस्तो भन यस्तो राम्रो अनमोलले गर्दा हो आज सबै ढिलो भएको अनि हाम्रो एकजना साथी पनि हुनुहुन्छ यहाँ अघिदेखि आउनु भएको हाम्रो पछि छोड्नु भएको छैन तर हेर्नु यस्तो मोटो मान्छेलाई चाहिँ लिएर नआउनु है यस्तो मोटो मान्छेलाई ल्याउनु भयो भने चाहिँ गाह्रो हुन्छ बिर्स हिँड नदिएन अरू मलाई ममता दिनु पर्दैन हिँड यो सबै बाटो एकै ठाउँमा जान्छ होला क्या हिँड न नानी छिटो खै झर्दैछौँ गलत बाटो पो आउँदैछौँ कि तर यस्तै होला बाटो अरू पनि कन्फ्युजन भइहाल्छ नत्र अरू चाहिँ के हो के दिदी स्नेल राम्रो देखिरहेको हेर्दा दामी हिँड्यो नि त हौ अनि दौड्यो नि त हौ किन अहिले उकालो उकालो मात्र आउँदैछ सिन चाहिँ राम्रो तर हिँड्नै नराम्रो
बेला होला खरा फुट्यो